जेनजी युवाहरूलाई फेरि पनि मेरो तर्फबाट म सादर नमन गर्न चाहन्छु। यहाँहरूलाई आज म महत्त्वपूर्ण फेरि भिडियो लिएर आएको छु र त्यो भिडियो छ तयारीका विधिहरू, अर्थात् हरेक आयोगका परीक्षाहरू, विश्वविद्यालयका परीक्षाहरू, विद्यालयका परीक्षाहरू उत्तीर्ण गर्न तयारीका विधिहरूको आवश्यकता पर्दछ। ती विधिहरू छोटकरीमा म तपाईहरुलाई बताउन चाहन्छु। सो अध्ययन विधि, छलफल विधि, अन्तर्क्रिया विधि, प्रश्नोत्तर विधि, प्रदर्शन विधि, अभ्यास विधि, लेखन विधि, स्रोत संकलन विधि, परामर्श विधि, त्यसको साथसाथै पाठ्यांश सम्पर्क विधि, स्मरण विधि, दैनिक अभ्यास र अध्ययन विधि, सूत्र बनाउने विधिहरू। यी विभिन्न विधिहरूलाई प्रयोग गरेर तपाईले विश्वविद्यालय, विद्यालय, आयोग लगायतका परीक्षाहरू उत्तीर्ण गर्न सक्नुहुन्छ। यसमा सबैभन्दा महत्त्वपूर्ण विधि भनेको सूत्र बनाउने विधि हो। तपाईले सूत्र बनाउन सक्नु पर्दछ। सूत्र बनाउने, विभिन्न फर्मुलाहरूलाई डेभलप गर्ने, विभिन्न सुरुका अक्षरहरूलाई बनाएर तपाईले सूत्रहरू बनाएर अभ्यास गर्नुभयो भने तपाईले जुनसुकै परीक्षालाई पनि सजिलैसँग तपाई उत्तीर्ण गर्न सक्नुहुन्छ। यसको साथसाथै अभ्यास विधि र लेखन विधि चाहिँ एकदमै महत्त्वपूर्ण छ। यी जति पनि विधिहरू मैले बताएँ, यी विधिहरू बाहेक उम्मेदवारहरूले आफ्नै अध्ययनको विधि आविष्कार गरी आयोग परीक्षाको तयारी गरेमा अवश्य पनि सफलता प्राप्त गर्न सकिन्छ। हुन त हरेक आयोगलाई घोक सेवा आयोग भनिए तापनि, हेर्नुस् है, हरेक आयोगलाई घोक सेवा आयोग भनिए तापनि सृजनशील उत्तरहरूलाई बढी प्राथमिकतामा हरेक जाँचकीले राखेका हुन्छन्। तसर्थ सृजनशील भएर सृजनात्मक उत्तर लेख्ने बानीको विकास गर्नु आवश्यक छ। आज म तपाईहरुलाई मेमोरी, स्मृतिको बारेमा केही कुरा बताउँ। कसरी मेमोरी गर्ने त? मेमोरी गर्ने आधारहरू के छ त? है, यो याद गर्ने आधारहरू के छ? स्मृति गर्ने आधारहरू के छ? सामान्यतया कुनै पनि कुरालाई सम्झनु वा पुनः प्रयोगमा ल्याउनुलाई स्मृति अथवा याद गर्नु अथवा सम्झनामा ल्याउनु अथवा मेमोरी भनिन्छ। स्मृतिका केही तरिकाहरू निम्न प्रकार छन्। ध्यान दिनुस् है, मेमोराइज गर्ने केही तरिकाहरू निम्न प्रकार छन्। नम्बर 1 पुनः प्राप्ति। नम्बर 1 पुनः प्राप्ति, रेट्रिभल, अंग्रेजीमा रेट्रिभल भनिन्छ अथवा यसलाई पुनः प्राप्ति भनिन्छ। पुनः प्राप्ति भनेको सामान्य पहिचान, रिकग्निसन, पुनः स्मरण, रिकल, सम्पादन, एक्जिक्युटिङ हो। अर्थात् पुनः प्राप्ति भनेको, ध्यान दिनुस् है, पुनः प्राप्ति भनेको मस्तिष्कमा भएको सूचनालाई, सिपलाई, विचारलाई स्मृतिमा ल्याउनु हो, मगजमा ल्याउनु हो, दिमागमा ल्याउनु हो। यसमा रिकग्निसन इन्फर्मेसन, रिकग्नाइजिङ मेन्टल प्रोसिजर, रिकलिङ इन्फर्मेसन, एक्जिक्युटिङ इन्फर्मेसन पर्दछन्। प्रियहरू, पुनः प्राप्ति, रेट्रिभल एकदमै महत्त्वपूर्ण छ। हेर्नुस् त, रेट्रिभल, यो स्मरण कसरी गर्ने, याद कसरी गर्ने भन्ने यो कुरा चाहिँ बुझ्नु जरुरी छ। दोस्रो छ बोध, कम्प्रिहेन्सन। बोध भनेको व्यापक, विस्तृत र आफूले बुझ्ने गरी एकीकृत तथा सांकेतिक संगठन गर्नु समेत हो। यसमा इन्टिग्रेटिङ र सिम्बोलाइजिङ पर्दछन्, जुन सूचनासँग सम्बन्धित छ। इन्टिग्रेटिङ र सिम्बोलाइजिङ पर्दछन्। तेस्रो छ विश्लेषण, एनालाइसिस। विश्लेषण भनेको ज्ञानको तर्कपूर्ण फैलावट हो। व्यक्तिको मस्तिष्कमा कार्यगत स्मृतिको खण्डमा रहेको सूचनाबाट नयाँ सूचना उत्पादन गर्ने कार्यलाई विश्लेषण भनिन्छ। यस अन्तर्गत मिलाउने, म्याचिङ, वर्गीकरण गर्ने, क्लासिफाइङ, त्रुटि विश्लेषण गर्नु, एनालाइजिङ एरर्स, सामान्यकरण गर्नु, जनरलाइजिङ र विशिष्टीकृत गर्ने, स्पेसिफाइङ आदि चरणहरू पर्दछन्। अर्को छ ज्ञानको उपयोग, नलेज युटिलाइजेसन। उम्मेदवारले, परीक्षकले, जाँचमा लेख्ने व्यक्तिले आफ्नो ज्ञानलाई विशिष्ट अवस्थामा प्रयोग गर्नुलाई ज्ञानको उपयोग भनिन्छ। यस अन्तर्गत निर्णय गर्ने, डिसिजन मेकिङ, समस्या समाधान गर्ने,
प्रब्लम सल्भिङ, प्रयोग गर्ने एक्सपेरिमेन्टिङ र खोजी गर्ने इन्भेस्टिगेटिङ पर्दछन्। यो तरिकाबाट पनि हामीले ज्ञानलाई उपयोग गर्न सक्छौँ। उच्च संज्ञान मेटाकग्निसन, हेर्नुहोस् त, मेटाकग्निसन उच्च संज्ञान सबै प्रकारका चिन्तनहरूलाई अनुगमन, मूल्याङ्कन र नियमन गर्ने प्रक्रियालाई उच्च संज्ञान भनिन्छ। यस अन्तर्गत लक्ष्यको विशिष्टीकरण स्पेसिफाइङ गोल्स, प्रक्रिया अनुगमन प्रोसेस मोनिटरिङ, अनुगमन स्पष्टता मोनिटरिङ क्ल्यारिटी र अनुगमन शुद्धता मोनिटरिङ एक्युरेसी आदि पर्दछन्। सो प्रणाली चिन्तन सेल्फ सिस्टम थिङ्किङ भनिन्छ। सेल्फ सिस्टम थिङ्किङ मानिसको प्रवृत्ति, एटिच्युड, विश्वास, बिलिफ्स र संवेग, इमोसन बीचको अन्तर सम्बन्धको व्यवस्थापनलाई स्वप्रणाली चिन्तन भनिन्छ। यसमा महत्त्वको जाँच, प्रभावको जाँच, संवेगात्मक प्रक्रियाको जाँच र सम्पूर्ण प्रेरणाको जाँच आदि पर्दछन्। अन्तमा म यहाँहरूलाई बताउन चाहन्छु, तयारीका यी विधिहरूमध्ये आफूलाई कुन विधि सबैभन्दा बढी प्रयोगमा ल्याउन सकिन्छ त्यसै विधिलाई प्रयोग गर्नु हुन म यहाँहरूलाई अनुरोध पनि गर्दछु। हस् प्रिय जवानहरू, मेरो भिडियोलाई लाइक, सब्सक्राइब, सेयर गरेर युवाहरूको हातमा पुर्याइदिनुहोस् ताकि उनीहरूले मेमोरी कसरी गर्नुपर्छ भन्ने कुरा सिक्न सकुन्। हस्, धन्यवाद।